एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि म चाहिँ आज तपाईहरुलाई हाम्रो बारी भिजिट गराउँदैछु। हाम्रो बारीमा चाहिँ केहरू छन् त भनेर चाहिँ म तपाईलाई भिजिट गराउँछु। यहाँबाट सर तल झर्दै देखाउँछु। यो चाहिँ हाम्रो हल्लावेको बोट हो। यो चाहिँ फल्न थालेछ। यसको फल चाहिँ यसै फल्छ है, देख्न सक्नुहुन्छ। तपाईहरुलाई चाहिँ हाम्रो बारीमा के छ भनेर म देखाउन गइरहेको छु है साथीहरु। हाम्रो खेत पनि रोपेको छ, भर्खर खेत रोपेको हो। खेत रोप्ने बेला हो नि त, अहिले चैतको धान रोप्ने बेला भएको छ। उहाँ चाहिँ हाम्रो ठुलो मम्मी घाँस काट्दै हुनुहुन्छ। खेत रोप्ने ठ्याक्क बेला हो अहिले, अनि खेत रोपिरहेको छ। हाम्रो चाहिँ खेत रोप्न सक्यो, अरूहरूको चाहिँ खेत रोप्न बाँकी नै छ। कसै मान्छेहरूको आली लगाउने ओर्ने बेला भएको छ। अनि म चाहिँ तपाईहरुलाई झन्नै लडेको साथीहरु। अनि कफी, हाम्रो चाहिँ कफी एकदमै कफी खेती छ। हाम्रो कफीहरूको चाहिँ फुल फुल्न थालिसकेको छ है। अब यो चाहिँ फल्छ। यो फल्न चाहिँ असार साउन हुन्छ। अनि यो टिप्ने चाहिँ कार्तिकबाट उता हो। कार्तिकबाट लगभग चैतको अन्तिमसम्म चाहिँ टिपिन्छ। अनि तपाईहरुलाई चाहिँ म आज हाम्रो बारीमा के छ भनेर देखाउन गइरहेको छु। यहाँनिर चाहिँ हाम्रो भिर छ साथीहरु, एकदमै ठुलो भिर छ है। ठुलो भिर छ यहाँ। अनि यहाँ केराको बोट छ है, फलिरहेको छ केरा पनि। केरा हाम्रो चाहिँ एकदम धेरै केराहरू पनि छ। केरा खानुहुन्छ भने चाहिँ आउनु होला साथीहरु। अनि तपाईहरुलाई आज देखाउँदैछु के छ भनेर। हाम्रो कफी फुल्ने बेला हो अहिले। एकदम कफीको एकदम फुलहरू फुलिरहेका छन्। अनि कफी फुल्ने बेला हो है साथीहरु अहिले हाम्रो चाहिँ। जताततै कफी फुलेको छ एकदम। हाम्रो यहाँबाट तल सबै कफी बारी हो। यो चाहिँ कटहरको बोट हो। हाम्रो कटहर चाहिँ फलेकै छैन, धेरै भयो रोपेको, किन हो कटहर चाहिँ फलेकै छैन है। अनि एकदम कफीको फुल फुल्ने बेला हो। अझै फुल फुल्दैछ। यो एकदम फक्रक्क फुलिसकेपछि एकदम बास्ना आएर बारीमा चाहिँ आइराखौँ जस्तो हुन्छ कि एकदमै बास्ना आउने कफीको फुलको है, एकदमै। अनि हाम्रो चाहिँ कफी काटछाट गरेर सबै यहाँ फालिराखेको छ। यो कफीहरू चाहिँ समय समयमा काटछाट गर्नुपर्ने हुन्छ। एकदम हेर्नु न, माया लागि काटेको छ। फुल फुलेका बोटहरू काट्नु परेको थियो है, एकदमै माया लाग्दो भएको थियो। अनि यो चाहिँ अघि नै देखाएको कटहरको बोट हो यो। अनि यहाँ अर्को हल्लावेको बोट छ, यो पनि फलिरहेको छ। अब अलि बाँदर आउँछ क्या हाम्रो यहाँ साथीहरु। अनि बाँदरले चाहिँ केही पनि खान दिँदैन। खानेकुराहरू फलफुलको बोटहरू त टन्नै छ, तर खानेकुराहरू चाहिँ सबै त्यो बाँदरले आएर खाइदिन्छ। अनि यहाँ पनि छ केरा, देख्न सक्नुहुन्छ साथीहरु। हाम्रो दुई घडी केरा चाहिँ देखाइसक्यो है। अम्बाको बोट पनि छ। अनि अम्बाको चाहिँ फुल फुल्ने बेला अलि होइन अहिले। अम्बाको अलि केही समयपछि मात्र फुल्छ अम्बाको चाहिँ। पातहरू फालेर अब पाउलाहरू आउने बेला हो। म चाहिँ तपाईहरुलाई हाम्रो बारी देखाउँदै गइरहेको छु। अनि त्यस पछाडि यही नै अम्बाको बोट हो। अघि देखाएको हल्लावेको बोट चाहिँ यही नै हो। अनि अर्को पनि हाम्रो कटहरको बोट छ साथीहरु। यो खासै फलिरहेको छैन, धेरै वर्ष भयो कटहरको बोट रोपेको चाहिँ। खै किन हो, अब त्यो एउटा उखान पनि रहेछ कि कटहरको बोट रोप्ने मान्छे चाहिँ नमरिकन फल्दैन भन्दो रहेछ नि। तर कति फेरि गाउँमा अरूहरूको त फलिराखेको छ, हाम्रो चाहिँ खै किन हो फलेको छैन। अनि त्यसपछि म चाहिँ तपाईहरुलाई सबै कुरा देखाउन गइरहेको छु। यहाँ पनि छ अम्बाको बोट। यो अम्बा चाहिँ त्यति धेरै मिठो छैन, अलिक खल्लो छ। तै पनि अब खानुहुन्छ भनेर राखिरहेको छ। अहिले चाहिँ एकदम कफीको फुल्ने बेला हो यो। अनि यहाँ नि छ केराको बोट।
यो चाहिँ हाम्रो लप्सीको बोट हो साथीहरू। अचार खान मन छ भने लप्सीको ठ्याक्क फुल फुल्ने बेला हो अहिले। अचार खानुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ फलिसकेपछि। अनि तपाईँहरूले हाम्रो एकदमै केराघारी छ है यतातिर। अनि भुइँकटरहरू देखाउँछु। यहाँ भुइँकटरहरू छ है साथीहरू। भुइँकटर यसमा चाहिँ फल्ने बेला हो। यो चाहिँ निस्किन लागेको रहेछ। जस्तो काँडा हुन्छ एकदमै घोच्छ क्या साथीहरू। अनि अलिक खान गाह्रो हुन्छ है। अनि यहाँ एउटा निस्किसकेको रहेछ। म तपाईँहरूलाई देखाउँछु पक्न है। एकैछिन खनायो नि खाने बेला भएको रहेछ साथीहरू। तपाईँहरू खनायो खानुहुन्छ कि हुँदैन? मलाई एकदमै मनपर्छ खनायो। यहाँ अर्को पनि भुइँकटर निस्किन लागेको रहेछ साथीहरू। काप्ले छोडेको रहेछ। त्यो कुन बेला आएर बाँदरले खाइदिन्छ कि बेलामा आएर हेरेन भने एकदम बाँदर आउँछ हाम्रोमा। यहाँ एउटा छ। त्यसपछि यहाँ अर्को छ। दुईवटा भयो। यहाँ एउटा छ। देख्नुभयो होला साथीहरू यी। अनि 3टा भुइँकटर चाहिँ निस्किन लागेको रहेछ। अरूहरू पनि छ टन्नै बोट छ। यो चाहिँ अलि निस्किने बेला भयो भने अलि पछि निस्किन्छ। त्यस पछाडि गएर यहाँ नि छ भुइँकटर। यो पनि निस्किन लागेको रहेछ। 4वटा भयो। वहाँ पनि छ साथीहरू। यो देखिएको छैन कि के हो। त्यो पनि निस्किने बेलामा भएको रहेछ। चाहिँ हाम्रो निबुवाको पनि बोट छ है। अनि म तपाईँहरूलाई यहाँबाट को हो। अनि त्यस पछाडि यहाँ अनारको बोट छ साथीहरू। अनार चाहिँ ठ्याक्क फुल फुल्ने बेला भएको छ हाम्रो। अनि अब म तपाईँहरूलाई चाहिँ हाम्रो हजुर देखाउने मान्छेलाई देखाएको। यहाँ चाहिँ हाम्रो केराको बोट छ। हाम्रो घाँस काटेर दाइ जानु भइरहेको रहेछ। उहाँ पुग्नु भएको छ हो। तपाईँहरूलाई चाहिँ राम्रोसँग बारी भिजिट गराएर देखाउँछ है त। हाम्रोतिर चाहिँ सुन्तलाको बोट पनि छ साथीहरू। सुन्तलाको अहिले फुल फुल्ने बेला चिचिला लागिसकेको रहेछ। त्यसमा चाहिँ अलिक भेटिनँ मैले। अनारको फुल फुलिरहेको छ। एकदम धेरै फुल फुलेको छ साथीहरू। अनि त्यस पछाडि हाम्रो अनारको बोट चाहिँ जम्मा 2टा मात्र छ। तर खानै पाइँदैन कि साथीहरू। एकदम बाँदर आउँछ यतातिर चाहिँ है। निबुवाहरू पनि फलिरहेको छ हो। त्यस पछाडि हाम्रो चाहिँ सबै कफी बारी हो। एकदम केराको बोटहरू छ। यिनीहरू सब निस्किने बेला भएको रहेछ। यो नि सुन्तलाको बोट हो। चाहिँ मैले खासै तपाईँहरूलाई देखाउन पाइनँ है। यो चाहिँ यस्तो भर्खर चिचिला लाग्ने बेला भएको रहेछ। सुन्तलाको टन्नै लागेको छ। सुन्तला खाने बेलामा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि यस कुनै बोटमा चाहिँ अझै पनि कफी छ कि साथीहरू। कफी चाहिँ अहिले चाहिँ अब टिप्दा निस्किसक्यो। लास्टको हो। अनि काटेर त हाम्रो अहिले चाहिँ कफी काटछाट गरेको। यो बाटोहरू हिँड्न नसक्ने भएको सब बोटहरू काटेको भयो। अब अन्तिमको भएर होला। कुनै बोटमा चाहिँ कफीहरू अझै रहेछ है। कफी चाहिँ यसरी फल्छ। यो रातो छ नि साथीहरू। मैले देखाइरहेको छु भिडियोमा। यो रातो भएकोहरू चाहिँ टिप्ने हो। टिपेर अनि यसलाई बनाएर बोक्रा निकालेर त्यसपछि घाममा धेरै समयसम्म सुकाएर प्याकिङ गरेर चाहिँ बजारमा बेच्न लगिन्छ। अनि
धेरै छ हाम्रो कफी एकदम पुच्छारैसम्म छ। पुच्छारसम्म त गएर म देखाउँदिनँ होइन। त्यो यी कफीहरू कुनै बोटमा चाहिँ धेरै नै यिनीहरू चाहिँ अब ठ्याक्कै टिप्ने बेला भएको हो। अब यो हरियो पनि टिपिन्छ अब चाहिँ यो राखिरहँदैन, किनकि यो राखिरह्यो भने चाहिँ फुल्न एकदम ढिला हुन्छ अनि कफी पाक्नलाई चाहिँ अलि समस्या हुन्छ भनेर यो अब हरियोहरू पनि सबै टिपिन्छ। अनि यहाँ पनि छ हाम्रो एउटा सुन्तलाको बोट, लगभग कति 7वटा जति सुन्तलाको बोट होला हाम्रो, त्यहाँभन्दा धेरै चाहिँ छैन। अनि यसमा एकदम धेरै चिजिलाहरू लागेको रहेछ, देख्न सक्नुहुन्छ भने त्यो त देखिँदैन। अनि अलिक तलसम्म गएर देखाउँछ है त साथीहरू। अनि त्यहाँभन्दा तल चाहिँ जान्न। यो नि सुन्तलाको बोट हो। कफीको बोटहरूले खासै सुन्तलाको बोटहरू राम्रोसँग देखेको छैन। उहाँ पनि छ सुन्तलाको बोट। त्यस पछाडि हाम्रोमा अर्को एउटा छ एभोकाडोको बोट छ। म त्यो पनि देखाउँछु तपाईँहरूलाई है। यो चाहिँ एभोकाडो चाहिँ हाम्रो लगभग फल्न थालिसकेको छ भन्दा पनि हुन्छ। पोहोर त फलेको थियो तर अलिक सानो सानो फलेको थियो हाम्रोतिर चाहिँ, एकदम अन्ततिर चाहिँ कति धेरै फलेको देखिन्छ है। ठुलो मतलब ठुलो फलेको देखिन्छ। हाम्रो चाहिँ अलिक सानो सानो फल्छ, खोइ किन माटो त्यस्तो भएर हो कि अब के भएर हो, सानो फलेको हुन्छ। अनि एभोकाडोको बोट राम्रोसँग देखिएन कि के हो है। यहाँ नि छ टन्नै फलेको रहेछ एभोकाडो फल्न चाहिँ है। तर त्यो खास त्यो रहँदैन क्या, देखाउनलाई नि अलिक टाढा छ यो है। एभोकाडोको बोट हो। एकदम चिचिला हालेको छ साथीहरू, हेर्नु त देख्न सक्नुहुन्छ। एभोकाडोको बोट हो। ल हाम्रोसँग एभोकाडो चाहिँ जम्मा 2-3टा मात्र बोट छ। यो फल्नु चाहिँ एकदमै फल्छ, तर खोइ के हुन्छ, कोही झर्छ, कोही बाँदरले आएर हल्लाइदिन्छ। त्यसरी त्यो त्यति धेरै फल्न त हुन पाउँदैन। तर पनि अब छन चाहिँ सबै फलफुलको बोटहरू छ। अब यसरी चाहिँ अब यसपालि चाहिँ फल्यो भने म फलेको पनि एउटा भिडियो बनाएर देखाउँछु। कत्रो अलिक सानो फल्छ क्या हाम्रोतिर चाहिँ एभोकाडो। फल्न त फल्छ, माटो अनुसार पनि होला, अब त्यो माटो त्यस्तै भएर पनि होला अलिक फल्छ अनि सानो फल्छ। अब चाहिँ म तपाईँहरूलाई एउटा रुद्राक्षको बोट देखाउँछु। अनि त्यस पछाडि चाहिँ यो छ नि साथीहरू, यो पक्नै अलिक देखिन, म तपाईँहरूलाई राम्रोसँग देखाउँछु। त्यो चाहिँ रुद्राक्षको बोट हो। फल्ने रुद्राक्ष चाहिँ फल्ने बेला भएको छैन। यो चाहिँ रुद्राक्षको बोट हो। अब यो पनि फुल्ने बेला भयो। अब चाहिँ साथीहरू हामीसँग आल्चा थोपानीहरूको बोट पनि थियो। यो चाहिँ बारीहरूमा एकदम बाँदर आयो, लुखर्के आएर कफीहरू पनि खाइदिने। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ काटेर फालियो। भर्खर फुलेका बोटहरू काट्न पनि एकदमै माया लाग्ने, अनि तै पनि काटेर चाहिँ फालियो। त्यस पछाडि हाम्रो चाहिँ अलैँचीको बोटहरू पनि छ। यहाँ त थोरै छ, अर्को एउटा खेतमा चाहिँ अलैँचीको बोटहरू रोपेको छ। अरे त्यो चाहिँ नेउपाको बोट हो। यिनीहरू चाहिँ अलैँचीको बोट हो साथीहरू। त्यो नेउपाको बोट, यो चाहिँ अलैँचीको बोट हो। नासपातीको बोटहरू यहाँ धेरै चिजहरू थियो। उहाँ छ एउटा लिचीको बोट। अनि एकदमै धेरै फलफुलहरू काटियो हाम्रो, त्यो कफीलाई एकदम असर गरेको भएर फलफुलको बोटहरू धेरै नै काटियो। धेरै थोकको फलफुलको बोटहरू चाहिँ काटियो। अहिले हाललाई चाहिँ यति नै मात्र छ फलफुलहरू, खासै अब अरू धेरै छ। अरू फलफुल राख्यो भने
सबै आएर लोखर्केले खाइदिने। त्यही भएर ल कस्तो लाग्छ मैले बारी भिजिट गराएँ यसलाई हेरेर प्रतिक्रिया दिनु होला। अनि हजुरहरूकोतिर नि कफी खेती गरिन्छ कि गरिँदैन त्यो पनि कमेन्टमा लेख्नु होला। हाम्रो चाहिँ एकदमै कफी खेती गरिन्छ। ल अहिलेलाई चाहिँ यति भन्दै भ्लगबाट बिदा हुन चाहन्छु। धन्यवाद। किप वाचिङ माई युट्युब च्यानल।